आज हामी गइरहेछौँ डिस्कस गर्न के चाहिँ पिट्युटरी ग्ल्यान्डको हामी एनाटोमी डिस्कस गर्न जान्छ। पिट्युटरी ग्ल्यान्ड भनेको हाइपोफाइसिस पनि भन्छ यसलाई। अनि यसको डायमिटर हेर्दाखेरि 1 cm डायमिटर हुन्छ। यसको वेट भनेको 0.5 ग्राम हुन्छ। यसको लोकेसन हेर्दाखेरि कहाँ हुन्छ? यो हाम्रो सेलाटर्सिका, यो हाम्रो क्रेनियल क्याभिटी भयो। क्रेनियल क्याभिटीमा हाम्रो क्रेनियल क्याभिटी, मिडल क्याभिटीमा हाम्रो सेलाटर्सिका हुन्छ। सेलाटर्सिकाको हाम्रो यो बसेको हुन्छ मजाले। स्फेनोइड बोनको बेसमा यो बसेको हुन्छ हाइपोथालमस, बिलो द हाइपोथालमसको तल हुन्छ। अनि यो हाइपोथालमस हाइपोफिजियल रिलेसनसिप यसको हुन्छ, किनभने हाइपोथालमस कन्ट्रोल गर्छ पिट्युटरी ग्ल्यान्डलाई। अनि के गर्छ कि यो सेक्रेट गर्छ न्युरो हर्मोन गर्छ। हाइपोथालमसले हाम्रो यो हाम्रो हाइपोथालमस भयो, यहाँबाट हाम्रो पिट्युटरी ग्ल्यान्ड यसरी झुलेर लट्केर बसेको हुन्छ। अनि के हुन्छ, हाइपोथालमस हर्मोन रिलिज गर्छ। अनि त्यो चाहिँ हाम्रो एन्टेरियर पिट्युटरी पोस्टेरियर पिट्युटरीमा गएर फङ्सन गर्छ। अनि त्यहाँबाट हाम्रो अरू हर्मोन रिलिज हुन्छ। अनि जस्तै यो न्युरो हर्मोन कहिले हुन्छ? रिलिजिङ हुन्छ, इन्हिबिटरी हर्मोन हुन्छ। हो, यो हेर्दाखेरि के हुन्छ कि हाइपोथालमसले कुनै हर्मोन रिलिज गर्यो, त्यो हर्मोन कहाँ गयो? पिट्युटरी ग्ल्यान्डमा गयो। पिट्युटरी ग्ल्यान्डमा गएपछि कहाँ के गर्छ कि अब यो पिट्युटरी ग्ल्यान्डले फेरि हर्मोन एउटा रिलिज गर्छ, ठिक छ। यो हर्मोन जो रिलिज गर्छ त्यो हाम्रो सर्कुलेसनमा जान्छ। अनि यो सर्कुलेसनमा आएपछि के हुन्छ? ब्लड सर्कुलेसनमा हाम्रो यसको लेभल बढ्छ। अनि त्यो यो हर्मोनले के गर्छ? आफ्नो फङ्सन गर्छ। फङ्सन गरेपछि यो हर्मोन धेरै भएपछि के हुन्छ? यसलाई घटाउनु पऱ्यो। घटाउनलाई के हुन्छ कि नेगेटिभ फिडब्याक इफेक्ट जान्छ। अब दुईवटा लेभल हुन्छ। एउटा ब्लडमा हर्मोन लेभल धेरै भयो भने त्यो टाइममा ठ्याक्कै हाम्रो नेगेटिभ फिडब्याक जान्छ। अनि कहाँ जान्छ? हाइपोथालमसमा। हाइपोथालमसले भन्छ कि रिलिजिङ हर्मोन कम गरिदिनु पठाउन। त्यसपछि के हुन्छ कि अर्को हाम्रो यो युजेज अफ हर्मोन भयो। त्यसपछि के हुन्छ कि अब ब्लडमा घटाउनु पऱ्यो। घटाएपछि के हुन्छ? फेरि यो हर्मोन हाम्रो नेगेटिभ फिडको पोजिटिभ फिडको अब युज भइरहेछ हर्मोन। अनि त्यहाँ के हुन्छ कि हाम्रो यो लोवर ब्लड सर्कुलेसनमा हर्मोन कम भइरहेछ भने पोजिटिभ फिडब्याक जान्छ। अनि भन्छ कि होइन, हामीले अझै हर्मोन चाहियो। अब अझै हर्मोन चाहियो भने हाइपोथालमसले हर्मोन रिलिज गर्छ। यो चाहिँ हाम्रो नेगेटिभ फिडब्याक, अनि यो चाहिँ हाम्रो पोजिटिभ फिडब्याक भयो। अब एनाटोमी हेर्दाखेरि के हुन्छ कि यसको यसलाई मास्टर ग्ल्यान्ड अफ इन्डोक्राइन अर्चेस्ट्रा पनि भन्छ, अर्चेस्ट्रा। किन भन्छ? यहाँ हाम्रो हाइपोथालमस भयो। हाइपोथालमसबाट हाम्रो के हुन्छ कि यो इन्फन्डेबुलर स्टिम हुन्छ। त्यसबाट हाम्रो यो झुन्डेर बसेको हुन्छ। के हुन्छ? पिट्युटरी ग्ल्यान्ड। यो पिट्युटरी ग्ल्यान्ड एन्टेरियर हुन्छ अनि पोस्टेरियर हुन्छ। दिस इज एन्टेरियर, दिस इज पोस्टेरियर। के हुन्छ कि यो अगाडि एन्टेरियर हेर्दाखेरि त यो हाम्रो एन्टेरियर भयो। यहाँ हाम्रो आई राखौँ, आईबाट यहाँ अप्टिक काइजमा भन्छ। यो यहाँ हाम्रो अप्टिक काइजमा भयो। अनि त्यसपछि के हुन्छ? यो हाम्रो इन्फन्डेबुलर र यहाँ थर्ड भेन्ट्रिकल हुन्छ। यहाँ हाम्रो यसरी थर्ड भेन्ट्रिकल बसेको हुन्छ। अनि पछाडि हाम्रो यहाँ मेमोरी बढेको हुन्छ। यो हाइपोथालमसको पर्सनतिर भयो। अनि त्यसपछि के हुन्छ कि यसलाई हाम्रो मिडियन इम्युनिसेन्स भनिन्छ। अनि यो हाम्रो के भयो? इन्फन्डेबुलर स्टिम। दिस इज इन्फन्डेबुलर स्टिम। अनि यसमा हाम्रो झुन्डेर बसेको हुन्छ। अनि यो पोस्टेरियर पिट्युटरी जुन छ नि, त्यसलाई हाम्रो कहाँ हुन्छ? हाइपोथालमसबाट डाइरेक्ट कनेक्सन आएको हुन्छ। के को कनेक्सन आएको हुन्छ त? एक्जन आएको हुन्छ। अनि यसमा के हुन्छ कि हाम्रो यो न्युरल ट्युब, यो यसमा हाम्रो न्युरल ट्युब हुन्छ। अनि न्युरल ट्युब हाम्रो के हुन्छ कि हर्मोनहरू यहाँ स्टोर भएर बसेको हुन्छ। अनि यसलाई हामी एन्टेरियर पोस्टेरियर इन्टरमिडिएट लो पनि एनाटोमिकली डिभाइड गरिन्छ, तर फिजियोलोजिकल एन्टेरियर पोस्टेरियर हुन्छ। अब एन्टेरियर जुन छ नि त्यो ग्ल्यान्डुलर लोब हो। ग्ल्यान्डुलर लोब के हुन्छ? यसले पार्स डिस्चार्ज पनि भनिन्छ। अब यसमा के हुन्छ कि यहाँबाट हाम्रो हर्मोन त आउँछ, तर के को थ्रु आउँछ त? यहाँ हाम्रो ब्लड सर्कुलेसन हाम्रो के हुन्छ कि ब्लडको सर्कुलेसनको थ्रु आउँछ। अनि यहाँ हाम्रो एउटा पोर्टल सिस्टम बन्छ, जुन चाहिँ हामी पछि डिस्कस गर्नेवाला छौँ। अब कुरा के रह्यो कि यो यसको लोकेसन कहाँ हुन्छ त? यो हाम्रो भयो नोज भयो, यो हाम्रो इयर भयो। ठ्याक्कै हाम्रो यो जुन क्रेनियम छ नि, क्रेनियमको यो बिचमा एन्टेरियर पिट्युटरी पोस्टेरियर पिट्युटरी बसेको हुन्छ। यो सेलाटर्सिका हाम्रो भयो। अनि यसलाई डिभाइड गर्दाखेरि यसरी हामी डिभाइड गरिन्छ। यो हाम्रो भयो एन्टेरियर, मिडल एन्ड पोस्टेरियर क्रेनियम। के हुन्छ कि यो हाम्रो कहाँ बसेको हुन्छ? त्यो हाइपोफिसियल फोसामा बसेको हुन्छ। सेलाटर्सिका पिट्युटरी फोसा पनि भन्छ त्यसलाई। फोसाको रुफ चाहिँ हाम्रो के हुन्छ? फोसाको रुफ चाहिँ हाम्रो डायग्राम सेला हुन्छ, जुन चाहिँ थर्ड भेन्ट्रिकल हो। यो चाहिँ ओभल सेप मेजर हाम्रो गर्दाखेरि 8 mm को हुन्छ। एन्टेरियरली पोस्टेरियर हाम्रो हेर्दाखेरि 8 mm को हुन्छ। अनि यो हाम्रो ट्रान्सभर्स यसरी हेर्दाखेरि हाम्रो कस्तो हुन्छ? 12 mm को हुन्छ। अनि वेट हेर्दाखेरि यसको हाम्रो के हुन्छ? 500 mg, मतलब 0.5 ग्राम। अब हाम्रो यहाँ पोर्टल सिस्टम अनि के भन्छ त्यो हामी यहाँ गइरहेछौँ हेर्न। त्यो के हुन्छ कि यहाँ सुपेरियर हाइपोफिसियल आर्टरी आउँछ। अनि यो सुपेरियर हाइपोफिसियल आर्टरीले ब्रान्च दिन्छ, जुन चाहिँ क्यापिलरी टप द मिडियन इम्युनिसेन्स एन्ड इन्फन्डेबुल बनाउँछ। अनि तलबाट हाम्रो के हुन्छ कि तलबाट इन्फेरियर हाइपोफिसियल आर्टरी हुन्छ। यो दुइटा गएर हामी हाम्रो कसरी सप्लाई गरेको हुन्छ? यो त यो जान्छ हाम्रो तलबाट हाम्रो जान्छ कि इन्फेरियर हाइपोफिसियल आर्टरी, माथिबाट हाम्रो आउँछ कि सुपेरियर हाइपोफिसियल आर्टरीको ब्रान्च, जुन चाहिँ ट्राभेल आर्टरी एन्ड लोवर इन्फन्डेबुलर हुन्छ। अनि यताबाट हाम्रो के हुन्छ? लङ पोर्टल भेसल। यो चाहिँ हाम्रो लङ पोर्टल भेसल भयो, जो चाहिँ एन्टेरियर पिट्युटरीमा आउँछ। तर पोस्टेरियर पिट्युटरीमा हाम्रो के आउँछ? एन्टेरियर पिट्युटरीमा हाम्रो
लङ पोर्टल भेसल एन्ड सर्ट पोस्टल भेसल आउँछ। तर पोस्टेरियरमा के हुन्छ, क्यापिलरी टप हुन्छ इन्फन्डिबुलरको, लोवर इन्फन्डिबुलरको। अब हामी यसको के भन्छ यसको रिलेसन हेर्दाखेरि सुपिरियरमा के हुन्छ, सुपिरियरमा भनेको हाम्रो डायग्रामिक सेला हुन्छ, अप्टिक काइजमा हुन्छ अनि ट्युबर सिनेरियम हुन्छ सुपिरियर हेर्दाखेरि। त्यसपछि के हुन्छ कि हाम्रो इन्फन्डिबुलर र्यासेज हुन्छ थर्ड भेन्ट्रिकलको। जस्तै अब यसको इमेज बनाउँदाखेरि यसरी भन्छ, यो हाम्रो के भयो हाइपोथालमस भयो, यसको भित्रमा यो थर्ड भेन्ट्रिकल भयो, यो थर्ड भेन्ट्रिकल तल हाम्रो ठ्याक्कै यसरी झुन्डिएर बसेको हुन्छ के हाइपोथालमस, सरी पिट्युटरी ग्ल्यान्ड बसेको हुन्छ। अनि के भयो इन्फन्डिबुलर र्यासेज भयो। इन्फेरियरली हेर्दाखेरि के हुन्छ कि त्यहाँ हाम्रो भेनस च्यानल हुन्छ, लेयर अफ डुरा म्याटर हुन्छ त्यहाँ, अर लाइनिङ अफ द फ्लोर अफ हाइपोफेसियल फोसा हुन्छ। अनि अर्को भनेको हाम्रो के छ कि हाइपोफेसियल फोसा जुन छ नि, अनि हाइपोफेसियल फोसा पनि हुन्छ इन्फेरियर, अनि त्यसपछि एस्फेनोइड एयर साइनस पनि हुन्छ इन्फेरियरली। अब त्यहाँ हाम्रो दुईवटा पार्ट हुन्छ ग्ल्यान्डको, एन्टेरियर पोस्टेरियर। एन्टेरियरलाई एडिनो हाइपोफाइसिस भन्छ, पोस्टेरियरलाई न्युरो हाइपोफाइसिस भन्छ। एडिनो हाइपोफाइसिस यो हाम्रो ग्रोथ कहाँ राथिस पछाडि भएको हुन्छ। अनि यो चाहिँ इक्टोडर्मल ओरिजिन छ जुन चाहिँ एस्टोमोडियमको इक्टोडर्मल ओरिजिनबाट राथिस पछबाट हाम्रो के बनेको हुन्छ एडिनो हाइपोफाइसिस। अनि राथिस पछबाट नै हाम्रो एन्टेरियर पिट्युटरीको हाम्रो क्यान्सरहरू ट्युमरहरू एराइज हुन्छ। अनि न्युरो हाइपोफाइसिस भनेको पोस्टेरियर हुन्छ, यो चाहिँ हाम्रो के हुन्छ डान्सिफालनबाट, यो फ्लोर अफ डान्सिफालनबाट इन्लोगेटेड भएर यो हाइपोथालमसबाट न्युरल पाथवेबाट भएको हुन्छ।